सम्पूर्ण जनतालाई बडा दशैंको, दुर्गा पूजाको, फुलपातीको है हिजो फुलपाती थियो सबैलाई धेरै धेरै मङ्गलमय शुभकामना। पहाड यसरी नै शान्त रहोस् र म माता रानीसँग यही प्रार्थना गर्छु हामीहरू सबैमा सुख शान्ति समृद्धि र स्वास्थ्य र लामो आयु बनिरहोस्, हाम्रो एकता अखण्डता कायम रहोस् भन्ने म प्रार्थना गर्छु र हाम्रो जे भए पनि समाधान चाँडै होस् भन्ने पनि म प्रभुसँग प्रार्थना गर्छु। यसपालि दसैँ अब लागिसकेको छ है, भोलिदेखि त टीका पनि छ। मलाई दसैँ लागेको छैन। के अरे योपालि मतलब कस्तो प्रकारको चाहिँ हाम्रो दसैँको खुसियाली पाउन चाहिँ पहाडले होइन, हेर्नुहोस् एउटा कुरो म स्पष्ट भन्न चाहन्छु सम्पूर्ण जनतालाई, प्रक्रिया अलिक शान्त या ढिलो देखे पनि तर प्रक्रिया आफ्नो गतिमा जे हुनुपर्ने भइरहेछ। धेरै कुराहरू हाम्रो स्पष्ट रूपले देख्न पाइँदैन, किनभने ब्युरोक्रेटको र सरकारको काम गर्ने आफ्नै एउटा तरिका हुन्छ, उहाँहरूको आफ्नै व्यवस्था हुन्छ। धेरै कुरा हामीले त बुझिँदैन र धेरैले भन्छन् विष्टले ठगो भनेर। मलाई ठग्नुपर्ने कारणै छैन। अझै 4 साल छ मसँग। जनताले मलाई 5 सालको लागि लाइसेन्स दिएको नि 1 साल मात्रै हुँदैछ। आफ्नो खुट्टामा बन्चर थोडी न हान्छु म। अहिले दार्जिलिङमा पनि आज म त्यही भन्दै आएको। मलाई ठग्नुपर्ने छैन। अनि मलाई हेर्नुहोस्, म धेरैचोटि भने मलाई त्यस्तो अनिवार्यता पनि छैन राजनीति गर्नैपर्छ भनेर। बुझ्नु भने अरू त कमिसन खान्छन्, म त आफ्नो गोजी नोकरी गरेको पैसाले खर्च गरेर राजनीति गर्ने व्यक्ति हो। म कोहीसँग डोनेसन पनि लिन्न र म चाहन्छु, किनभने म यो माटोमा यो दार्जिलिङमा नजन्मे तापनि यहाँका जनताले म माथि विश्वास एकचोटि नै दुई चोटि गरेको छ। म ऋणी छु। 1 महिनाको समय दिनु, ऋण पनि फिर्ता गर्नुपर्छ। अनि जहाँसम्म तपाईँ 1 महिनाको भन्नु हुँदैछ, एउटा कुरो म फेरि अब दुर्गा माको प्राङ्गणको अगाडि यसरी प्रतिमाको अगाडि बसेर है बोल्न, त्यसमा निकै दम चाहिन्छ। हिजो अस्ति मात्रै गृहमन्त्रीले जुन हामीहरूको प्रक्रिया थियो, जुन अप्सन्स थियो है, जुन अगाडि एउटा कदम चाल्दैछ केन्द्र सरकारले, त्यो फाइनल उहाँका टेबलमा थियो। उहाँले त्यसलाई एप्रुभ गरिदिइसक्नु भएको छ। अब यहाँ उपरान्त जुन केन्द्र सरकारले जुन निर्णय लिँदैछ त्यसको घोषणा, आधिकारिक घोषणा अब त एमएचओ एउटा अफिसियल है मन्त्रालयबाट त्यो मतलब त्यो चिठीको डिस्पेच भनौँ न, डिस्पेच हुन मात्रै बाँकी छ। र प्रोसेस जुन थियो, प्रक्रिया जुन थियो, त्यसमा काहीँ न काहीँ धेरै 2-3 महिना म लगातार गृह मन्त्रालयका गृह सचिवका अरू एमएचएका अधिकारीहरूका सँगसँगै म धेरै लामो त्यो जति पनि प्रक्रिया थियो त्यसलाई पुरा गरेर चाहिँ फाइनल स्टेजमा म यता आउँदा, म आएको पनि हप्ता दिन जति भइसक्यो। मैले हिजो अस्ति सोद्धाखेरि गृहमन्त्रीले एप्रुभ गरिदिइसक्नु भएको छ। अब त्यसको घोषणा हुन मात्रै बाँकी छ र जनतालाई यही भन्न चाहन्छु, हेर्नुहोस्, गर्ने अरू कोही छैन, यहाँ कराउने मात्रै हो। यहाँ 2 प्रकारका व्यक्ति छन्, एउटा कमिसन खाने, अर्को कराउने। कमिसन खानेले के गर्ने होइन है, कराउनेले गाली मात्रै गरेर के गर्नु, जनताले चाहिँ के पाउँदैछ? धेरैले यस्तो नकारात्मक कुरा गर्छौँ, तपाईसँग केही छ, अप्सन छ, पोजिटिभ छ, बङ्गालले गर्छ, अरू कसैले गर्छ, या त अप्सन बताइदिनु पर्यो। गरेन ढिलो भयो, आफूले पनि गर्नु केही छैन। अनि भाषण सुन्नु, भाषण यस्तो राम्रो मिठो दिन्छन्, मिलेर गर्नुपर्छ भने। अच्छा, यो त राजनीति विषयवस्तु होइन, यो त एउटा हामीहरूको गोर्खा सिंहै यस क्षेत्रको जनताको विषयवस्तु हो। यसमा पनि किन लापा खेल्नुहुन्छ है? हामीहरू जे बोल्छौँ र जुन प्रकारको हामीहरू व्यवहार गर्छौँ त्यसमा धेरै अन्तर छ, जनताले स्पष्ट बुझ्छ। आज जे भने पनि केन्द्र सरकारले जुन प्रकारको मोदीजीको नेतृत्वमा सरकार चल्दैछ, हामी खुसी छौँ। मलाई याद छ टिएमसीलाई मन पराउने, कमिसन खाने उहाँहरू खुसी छैनन्, किनभने अब उहाँहरूको 6-7 महिना मात्रै समय छ, जाने बेला हुँदैछ, त्यही भएर पनि दुखी छन् होला। तर प्राय भारतको 140 करोड जनता खुसी छ। किन? जीएसटी आज हेर्नुहोस् 5% देखि लिएर 18% सम्म जनताले कटौती त्यसको पाएको छ है, धेरैवटा सामान। अनि आज जुन प्रकारको राष्ट्रिय सुरक्षालाई लिएर
जुन सरकारको रवैया थियो त्यसमा पनि धेरै परिवर्तन भएको छ। आज हेर्नुहोस् पाकिस्तानले त हेप्न पाउँदैन है। आज अमेरिकाले पनि हेप्न खोज्दाखेरि भारत टेरेन, चाइनाले हेप्न खोज्दा पनि भारत टेरेन। जे भने पनि मोदी सरकारले जुन प्रकारको काम गर्नुभएको छ उहाँप्रति भारतको जनता हामी सबै सन्तुष्ट छौँ र हामीहरूलाई यस क्षेत्रले लिएर पनि केही गरिदिन्छ भने त्यही सरकार हो। र बारम्बार मैले अघि पनि भने अलि ढिलो भए तापनि मतलब त्यो प्रक्रिया चल्ने प्रक्रिया गोइङ छ त कहीँ त्यहाँ मतलब त्यसमा रुकावट छैन, अगाडि बढ्दैछ, समय लाग्दैछ। त्यसको एउटा ठुलो कारण म अर्को पनि भन्न चाहन्छु। हेर्नुहोस् यहाँ दार्जिलिङमा बोल्न, खरसाङमा बोल्न, कालिम्पोङमा बोल्न सजिलो छ। हामीहरूको नेताहरू त्यही त गर्छन्, उनीहरू बेसी बाठो जस्तो सोच्छन्, त्यही मात्रै कुरा गर्छन्। तर यही कुरा सिलिगुडीमा गर्नु, यही कुरा कलकत्तामा गर्नु, यही कुरा दिल्लीमा गर्नु, यही कुरा पार्लियामेन्टको भित्र गर्नु दम चाहिन्छ त्यसमा। त्यो सक्दैनन्, बुझ्नुभयो नि। मैले त्यो कहीँ पनि मेरो स्टाइलमा, मेरो भाषणमा, मेरो बोलाइमा, मेरो शब्दावलीमा त्यो केही पनि चेन्ज तपाईँले देख्नु हुँदैन। र त्यो प्रयास लगातार चलिरहेछ। अनि आज यहाँ हामीहरूले खालि मतलब एउटा विधानसभा, दुईटा विधानसभाले लिएर बोल्न सजिलो छ। तर हामीहरूको भाषणमा जब हामीहरू दार्जिलिङ, तराई, डुवर्स भन्छौँ त्यसमा तराई, सिलिगुडी पनि छ, डुवर्स पनि, सबै सोचेर हामीहरू बोल्नुपर्छ। र ढिलो भएको मैले फेरि पनि भन्दैछु, हेर्नुहोस् एउटा प्रक्रियामा समय लाग्छ। अर्को जुन इस्युजको समाधान केन्द्र सरकारले गर्छु भन्दैछ, यति बिना संवेदनशील विषय हामीहरूलाई पनि त्यो थाहा छ, हामीहरू जान्दछौँ र त्यो कुरा हामीहरूलाई पनि स्पष्ट छ। र धेरै कुरा राष्ट्रिय सुरक्षादेखि लिएर यो चिकन नेक बोर्डर एरिया यो विषयवस्तुलाई लिएर धेरै कुरालाई याद गरेर मात्रै केन्द्र सरकारले घोषणा गर्छ। तर अब आज मलाई सोध्नु हुँदैछ, म त फ्याट्टै भनिदिइहाल्छु, किनभने हप्ता दिनभित्रमा हुनुपर्ने हो। तर अब हप्ता दिनमा भएन भने 8 दिनदेखि तपाईँ त होइन होला, अब हामीहरूको साथीहरू कराउन थाल्छन्। तर जति कराउँछौ कराउ, भएका दिन चाहिँ तिमीहरू मुख छ भने फेरि जग्गा भेट्दैन। हेर्नु भन्नुभयो तिहारसम्म पुग्दैन। मैले त झन् तपाईँलाई तोकेर 7 दिन भन्ने त अनि तिहार त 20 दिन। थ्याङ्क यू, धन्यवाद। हुन्छ सर, दसैँ थ्याङ्क यू सर, थ्याङ्क यू सर, थ्याङ्क यू सो मच, थ्याङ्क यू सर। ल हुन्छ, बाई बाई।